ए गीत पो सुनाएर पठाए तपाईँहरूलाई। गीत गाउँदैमै कोही नारायण गोपाल हुने भए खेतका भ्यागुताहरू सबै स्वर सम्राट हुनुपर्ने। भ्यागुताहरू ट्वार ट्वार कराएको गीत हुँदैन, बुझ्नुभयो? म तपाईँहरूलाई एउटा तारादेवीको गीत सुनाउँछु। उखान टुक्काहरूमा होच्याउने घोक्र्याउनेहरूमा जहाँ जहाँ जान्छौ कमरेड मकाल बनी पछ्याइरहँला। उखान टुक्काहरूमा मुटु छेड्ने बोलीहरूमा कपाल दुख्ने टुक्काहरूमा गुन्डा पाल्ने मुन्द्रा लाउने तिनैकेहरूमा जहाँ जहाँ जान्छौ कमरेड मकाल बनी पछ्याइरहँला। होइन तपाईँहरूलाई ताली भन्ने चिज बजाउनै आउँदैन क्या? भनेपछि संविधान भिडन्तको बीचमा आउला त? होइन, यो फिल्म जस्तै हो, कहिले फाइट सिन, कहिले लभ सिन, कहिले मेलमिलाप। यो संविधान पनि फिल्म जस्तै हो। अहिले अस्ति ठुलो क्लाइमेक्स भयो, अहिले ठिक ठिकै चलिरह, फेरि भोलि पर्सि चर्किन सक्छ। अनि अड्केको चाहिँ के कुरामा हो त? उखान टुक्कामा सहमति र सहकार्य उखान टुक्कामै गरेर अड्के हाम्रो। अनि लट्ठीले लप्सी पो झार्ने, लट्ठीले मान्छे तर्साउने हो भन्छन् त? यो लट्ठीको भाषा अचम्मकै हुन्छ। हेर्नुहोस्, जे गरे पनि हामीलाई नै दोष। बन्दुक बोक्यो, बन्दुक किन बोकिस् भनेर हामीलाई नै दोष लाउँछन्। सबैले बोक्ने लट्ठी बोक्दा पनि अनि किन लट्ठी बोकिस् भनेर भन्छन्। अनि के भारी बोक्ने त? सिङ्गापुर जानुला के गर्छस्? फिल्म बनाउनु लाग्यो, नगर न। आज एउटा हिरोइन खोज्नु छ। घरमै छ नि हिरोइन, किन बाहिर जानु पर्यो? भूतको फिल्म बनाउनु ल्याएर मैले चुप लागेर बस। मोटरसाइकलमा के जानु पर्यो? अस्ति भर्खर ट्राफिकबाट फुत्काएर ल्याएको छु, फेरि यही मोटरसाइकलमा जानु पर्यो? हेलिकप्टर लिएर तेरो माथिबाट। यो सब टोटी एमाले गर्दा हो। मेरो यस्तो सोझो रक्सी खाएर घरै बस्ने बुढालाई फिल्म बनाऊ भनेर उचालेर आज आओस् न मात्रै। कि त्यो छैन कि म छैन? ए आयो तिमी? खोइ तिमीलाई कस्तो भूत लाउन गाह्रो भएको? कसरी तिमीलाई भूत लाउँछ तिम्रो बुढीले? तिम्रो बुढाको अमेरिकामा छ, बेला बेलामा नेपाल आउँछ, फुट्लाउँछ, कपाल छ। मेरो त दिल्ली फुट्लाउँछ। आफू त एयरपोर्ट नै जा। सरकारले अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउने भन्ने कुरा छ, मेरो टाउको पो भाडामा माग्ला भन्ने डर। तिमी जान्छौ कि लट्ठीजीको? लट्ठी? किन लट्ठी? लट्ठीले तर्साउने मान्छेलाई? लट्ठीले जन्तै तर्सिने देशमा तिमी को हो? ठिक गरिस् बुढी, एकदम ठिक गरिस् बुढी। ल अब तिमी जाऊ, फिल्म क्यान्सल। ए फिल्म बनाउने, फिल्म बनाए के? फिल्म बनाएर फिल्म बनाउनु खोजे जेल खाएको मैले बौलाएको भयो। मेरो बुढी 100% राइट। ल अब तिमी जाऊ, हिँड बुढी जाऊ। साउजीको घरमा छ।